हतारिँदै अनि बरालिँदै जाँदैछ यो मन। किन हतारिन्छौँ र दबिन्छौँ प्राप्त गर्न मान अनि धन। आखिरी शत्रु र गन्तव्य त मृत्यु नै रहेछ। यो मृत्युलाई पनि जित्ने मित्र ख्रिस्ट येशू पो रहेछ। मृत्यु बोकी जीवन दिन संसारमा आउनु भएको, सुन्दर शरीर कुरूप भई भलबली रगत बहेको, यति ठुलो बलिदान नै देखेर नदेखिँदै किन भएको। यही जीवन दिनको लागि अनेकौं दुःख कष्ट भनाइ र बदनाम केवल हाम्रो लागि सहेको। यसैले बुझ्ने हौ न, अबुझ होइन, कुरा साँचो हो, खराब होइन। गन्तव्य छ अगाडि, जीवन र मृत्युको। जीवन दिने साथ छ केवल मात्र येशू ख्रिस्टको।